अन्डा कलेज जान्छ भन्दिनु के छ भनेर हजुर अन्डा ससेज कलेज जान्छ हामीले खाना नखाएर हैन खाना नखाएर तर खाइमा हामीले खान्छ टेस्ट टेस्ट के गर्छ खाइन अनि बारीको साग हो यो बारीमा फलेको साग हो हैन कस्तो मजाले फलेको छ म चाहिँ भात पनि खान्छु भात पनि छ त्यो गर्छ हैन के गर्छ दाम पनि चिकन पनि खानु भयो है खाले खाले अहिले हामी तपाईहरु सबैलाई दाम दिन्छ सबैजना मिलेर उति बनाउँछ पिजाएर आमाले मोमो त्यसो गर्नु पर्छ नभए ल बनाउनु पर्यो ल पुरै हाल्नु कति हुन्छ दुईटा मेरो एउटा हैन चामल दुईटा हाल्नु है त्यो पनि लो आज भन्नु त्यसो भ्यालेन्टाइन डेको ल्याएर सरप्राइज दिन्छ त्यसो गर्ने गरे के क्यान्डल लाइट गरेर पुरै के हरेक प्लेटमा चाहिँ क्यान्डल परेर माले के मलाई बुढाको चाउचाउ मन पर्दैन तपाईले त्यसो गर्छ पुरै काट्नु पनि प्रेम पुरै काट्नु तर खोइ अस्ति हाल्दा बुकमा पिरो भएपछि पेटमा चाहिँ पिरो भएर आएन अहिले पनि खान्छ फ्राई गरेको पिरो जान्छ त्यसो गरेर गर्नु म फ्राई गर्छु त्यसै पनि बोइल गरेर मसाला पछि बिराको हालेर त्यो फ्राई गरेर मिठो हुन्छ त्यो गर्दै त्यस्तै स्टाइलमा चाहिँ देख्छु गयो त्यस्तो गर्नु मैले भिडियो बनाउँदा एक्लै बोल्दै खान्छ हामी दुईजना भने बात आयो हामी बात गर्न आउनु हामी ट्राई गरौँ अब खाएर राखौँ काम बनाउँदा हैन त्यसको चाहिँ सेलरोटी बनाउँछ सेलरोटी खाएको सेलरोटी बनाउँछ बनाउनु त्यो चाटो जान्छ लागि अहिले राख्दै गर्नु हामी त्यसै ट्राई गरेर बनाउनु भएको हामी युट्युब च्यानल खोल्न है दुईजना गएर त्यहाँ युट्युब च्यानलको नाम पनि हाल्छु खोलिसकेपछि त्यहाँ टिकटकमा हजुरहरूले लाइक सब्सक्राइब गरिदिनु होला प्लिज दोकानमा चिसो चाहिँ खानु après algo antes de la guina algo también algo porque lo que hay गरिहाल्नु कि मैले अघि चाउचाउ ल्याएँ algo pero no tardan en hacerlo cuando se mete que bilang kan bilang nak खानु दिला ये थर्ड वीडियो है अझ धेरै आयो यो थर्ड वीडियो अगाडि खानु दिनु mukbang गर्ने mukbang हैन यो होइन तपाईले हामीले ट्राई गरेर हेर्नु कस्तो हुन्छ रहेछ भनेर बताउनु छ अस्तिमा खतरा वाला पकाउन हाल्छु मैले वेट सरप्राइज अब चाहिँ नम्बर 3 पकाउँदै गरौँ तपाईले भयो स्पाइसी छ स्पाइसी यस त्यसो गर्नु लास्ट सुरु न साथी होला साथी कति बेला साथी त्यहाँ बिराइरहेको छु सबैले ड्रिङ्क्स टेस्ट गर्न हामी गर्नु त ड्रिङ्क्स ल्याएको दुध त नहाने भने उता के हात